गाइस म कुडा फाल्न आएको थिएँ भर्खरै यहाँ डस्टबिनमा अनि एउटा चिज देखाउँछु तपाईँलाई। यहाँ डस्टबिनमा कुडा फाल्न आएको थिएँ। यहाँ त यहाँ हेर्नुहोस् गाइस, गाई, यसलाई गाई भन्छ, नील गाई, जङ्गली गाई, हातको हुँदा हात्ती हो के हो यो? यति राति घुम्दैछ, राति 11 बजे। वेलकम टु ब्याक न्यू ब्लग। आयो सबै सन्चारै हुनुहुन्छ। ल आजको ब्लग यहाँबाट स्टार्ट हुँदैछ मेरो। त्यही जहाँबाट स्टार्ट गर्छु त्यहीबाट हुँदैछ, त्यस्तो अहिले छैन। अब मेरो टाइम भइसक्यो गाइस। अब घडीको त्यही 10:30, कहिले ढिलो कहिले चाँडो भइहाल्छ होइन। अब यही हो टाइम टेबल, त्यस्तो केही छैन इन्ट्रेस्टिङ। त्यही पनि अब कोसिस गर्छु चाँडै उठ्नलाई, किन काम पनि गर्छु म, त्यसै कारणले उठ्न नि अलि ढिलो पनि हुन्छ, त्यसै कारणले अलि गाह्रो पनि हुन्छ। आज पानी सानी धन्ने भर्ने रहेछ, टङ्की फुल रहेछ, त्यहाँ टङ्की छ, टङ्की धन्ने फुल रहेछ, त्यही नि खुसी लाग्यो। अनि यहाँ सामान धेरै छन्। अब सामानलाई हटाएर सबै बाहिर राखिदिने हो, बाहिर सेटिङ गरिदिने हो। यहाँ कुलर छ हाम्रो, कुलर पनि बिहान रातिदेखि चलिरहेछ, त्यही पनि हल्का हल्का सानो फुच्चा कुलर छ, दामी लाग्छ। यहाँ पङ्खा चलिरहेको माथि पर मच्छरले टोक्छ नि, त्यही भएर अहिले मच्छरदानी युज गर्छु म। खालि 4x6 को वाइल्डको के हो वाइटको युज गर्छु, त्यही हो। अब यहाँ यस्तो पर्दा लगाएर सुत्नुपर्छ, गाह्रो छ गाइस। त्यही पनि यही सुत्ने काम गर्ने हो। यहाँ ढक्क लाएर दामी छ नि यो पनि। आमा गौतम बुद्धको एकदम पुरै लिस्ट छ यता उसको वाइट स्टेसनको। यहाँ पुरै यो छ दामी तरिकाले। कस्तो लाग्यो फ्रुट, यो पनि दामी छ होइन गाइस? कस्तो राम्रो छ यता हेर्नु गाइस, यसलाई चेक गर्नु कस्तो छ यो। नेपालको जस्तो हुन त फाइनली उसको के भन्छ नि, यो चाइनातिरको पुरै यो हो, यो राम्रो उसको मेन सहर टाइप हुन्छ नि। हाम्रो जस्तो काठमाडौँ भयो होइन, त्यसैको उसको जस्तै एउटा ऊ हो भनेको, कपी जस्तै गरेर चाइनाको उसमा सजावट पुरै दामी छ क्या। यहाँ वाइफाई लगाएँ, माथि क्यामेरा छ, गाह्रो छ क्या। यहाँ हाम्रो किचन अहिले लक छ, ओपन अब हामी अहिले गर्छौँ ल, बनिराख्नु अगाडिसम्म भिडियोमा। सो फाइनली गाइस, यसो म फेस वास गर्न आएको थिएँ। फेस वास गरेपछि अब जान्छु सफाइ गर्न भित्र सफाइ गरेपछि ढक्क लाएर सफाइ गर्न। ल टक्क सफाइ गर्दैछु, टाइम पनि 12। नास्ता भइसक्यो गाइस, नास्ता गरेर साफसफाइ गर्ने हो त। गर्मी लास्टै छ। सफाइ गरेपछि सबैसँग फेरि भेटौँ। ल राख्दैछु यहाँ सस पनि राख्यो, त्यहाँ पनि राखिदिएको। अब यो सस पनि राखिदिएको, यता पनि राखिदिएको, कुर्सी यता पनि राखिदिएको, कुर्सी। चटनी तात्दैछ गाइस यता, उसको लागि अगाडि उहाँ टेबलमा राख्ने हो चटनी। अब यो चटनी टक्क गरम हुँदैछ। रातो मोमोको चटनी हो गाइस। अब यसलाई बोलमा राख्ने हो नि, बोलमा चाउडा बोलमा राखेर टेबलमा राख्ने हो त। अब यसरी राखिदिने, यसमा गल्दै हाल्ने। पाक्यो चटनी तात्यो, धुवा निस्किँदैछ, हेर्न सक्नुहुन्छ। चाउडा बोलमा जान्छ। यसमाथि अब धनियाँ राख्ने टक्क लाएर। यहाँ धनियाँ हेर्न सक्नुहुन्छ। टक्क बल्ल स्वाद कस्टमरले पाउँछन् गाइस हाम्रो, बल्ल भन्छन् दामी छ चटनी। अब यसमाथि चम्मच हालिदिने
राम्रो तरिकाले डेकोरेसन सजाउने अलि ए यहाँ टक्क राखेँ चाउडा रेडी भयो प्लेटमा पनि सजाउने गाइस अब यस्तै प्लेटमा राख्ने एकैचोटि जान्छ नि एउटै हातले किन एक बार 4 चोटि लाउने हो भनेर 10 प्लेट पटेटोको अर्डर आएको छ पटेटोको अनि म यहाँ आलु छिल्दैछु त्यसैको लागि 10 प्लेट नुडल 10 प्लेट पटेटो लागि अर्डर आएर त्यही भएर आलु छिल्दैछु अनि त्यही नै हो आलु छिल्न पऱ्यो 5 किलो आलु छ अनि त्यही 5 किलो आलु लगाएर छिल्न पऱ्यो गाइस अब लेट्स गो आलु छिल्न पऱ्यो आलु पनि छिलेर भयो उहाँले कटिङ गर्दै हुनुहुन्छ अब जाँदैछु मोमो बनाउन मोमोको रोटी बेल्न आउँदैछु गाइस यहाँ भेज मोमो बन्दैछ स्टिम भयो कसले बनाउँछ भाइ बेनाजुले उहाँ सेफले बनाउँदै हुनुहुन्छ रोटी बेल्दा मैले पनि बेल्छु अब भेज मोमो तयारी हुँदैछ यहाँ पेडा गाइस भेज मोमो अहिले एकछिन यो भेज फेरि चिकन मोमो पनि बन्छ पटेटो यहाँ हुँदैछ गाइस यता आलु फ्राई हुँदैछ उता पिज्जा रेडी हुँदैछ यहाँ प्याकिङ रेडी हुँदैछ प्याकको लागि यहाँ हाम्रो डिसहरू भाडा यहाँ प्रेम सेफले बनाइराख्नु हो हाई गरिदिनु हाई गरिदिनु त सेफ हाई यहाँ हुँदैछ पटेटो रेडी यहाँ हुँदैछ पटेटो पुरै उसमा लायो उहाँ प्याक गर्दै हुनुहुन्छ बिहारको क्वेसन रेडी हुँदैछ फाइनली अर्डर पनि गयो गाइस अब यहाँ म खाना खाँदैछु खानामा दाल चावल अनि त्यसपछि माछा हल्का उसको परवलको सब्जी 5 बज्न लाउ टाइम पनि 5 बजिसक्यो बल्ल खाँदैछु अब राति अब कतिखेर खाने थाहा छैन सो गाइस अब टाइम भइसक्यो 10:30 हुँदैछ अनि म यसो यहाँ बसिरहेको छु यहाँ कुनामा बसिरहेको छु अब हाम्रो पनि बढाउने बेला भइसक्यो अब हेर्न सक्नुहुन्छ होला उहाँ पनि बस्नु म पनि बसिरहेको अब बसिरहेको हामी अनि त्यही नि हो गाइस अब काम भ्याउने सबै हुन्छ अब त्यही नि हो अब काम क्लियर गरेपछि अनि यो फ्यानले गर्दाखेरि अलि आवाज रोकिरहेको के आवाज क्लियर आउने यहाँ त्यही भएर अलि भिडियो म कमै बनाउँछु यता त्यसैले अलि आवाज अलि स्लो भएर यता कम भिडियो बनाउँछु ज्यादातर म एक बिचमा यसमा बनाउँछु नि त अगाडि हल्का राति भइसक्यो अब एकैछिन पैसा बढाउनु म कुडा फाल्न आएको थिएँ भर्खरै यहाँ डस्टबिनमा अनि एउटा चिज देखाउँछु तपाईँलाई यहाँ डस्टबिनमा कुडा फाल्न आएको थिएँ यहाँ त यहाँ हेर्नुहोस् गाइस गाई यसलाई गाई भन्छ नील गाई जङ्गली गाई हात्ती हो के हो यो यति राति घुम्दैछ राति 11 बजे डराउने नि होइन डराउन यस्तो छ डराउन यो ए बल्ल डरायो यस्तो राति हिँड्छन् गाई अनि म पनि भर्खरै त उ गर्दै थिएँ कुडा फाल्दै थिएँ अनि देखेँ यस्तो हुँदैछ जङ्गल हो नि त जङ्गलभित्र दुनियाँ थरीका हिँड्छन्
दबाउनु लाग्छु यहाँ टाउको दबाउँदैछु यो हाम्रो ऊ हो जुसवाला दाई अनि त्यही हल्का दबाइदिए हल्का मसाज गरिदिए अनि गर्न लाग्छु मस्तले बसेर आराम म अच्छा लग रहा है ना हाँ मजा आइरहेको हेर्नु त्यही नि हो हल्का दबाइदिनु कस्तो के हुन्छ भनेर हेल्प गर्छ त्यही भएर मलाई फेरि खुसी लाग्छ त्यही भएर म यसो दबाइदिन्छु धेरै कुरामा हेल्प गर्छ क्या सहयोग गर्छ त्यही त्यसैको लागि हो अनि त्यसैको लागि गाइस रिल्स हेर्दै चाहिँ मस्तले दुकान यसको क्लोज भइसक्यो हाम्रो पनि क्लोज भइहाल्यो यसको चाँडै हुन्छ अनि 10-10:30 बजीसम्म सबै कम्प्लिट हुन्छ त्यही हाम्रो अलि टाइम ढिलो लाग्छ त्यसैको लागि हो गर्न लायक हल्का यहाँ बसिदिएको कुर्सीमा आएर ख्याच्चे भन्छ यार टाउको दबाइदियो दिउँसो दबाइदिएको त राति फेरि त्यसैको लागि त्यही नि हो अनि गाइस अब म ब्लगलाई गर्छु एन्ड तपाईँले ब्लग कस्तो लाग्यो भने एक लाइक अनि च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला ल अब मिलाउँला नेक्स्ट भिडियोमा ल एकछिन बाई